होइन यो बालन सरकारले गर्न खोजे चाहिँ के बुझ्न सकिएन त। जनतालाई यत्रो छुट र सुविधा दिएर हुन्छ ए बालन सरकार। ल हेर्नुहोस् है त, यहाँ बिमा गर्ने सेवाग्राहीहरूलाई उपचार खर्चमा पहिला यही औषधि, सेम औषधि, यो सुगर प्रेसरको औषधि हो। सेम औषधि मध्ये नि यसमा चाहिँ तपाईँको पानथरी मात्रै छ। अझ पानथरी औषधिको 3653 रुपियाँ 40 पैसा, 1 महिना अगाडिको कुरो है यो। यही औषधि आज आएर अझ एउटा औषधि थपिएको पनि छ, 6 थरी औषधि छ यसमा प्रेसरको सहित गरेर 1002 रुपियाँ जम्मा। भनेपछि यत्रो सुविधा, यत्रो राहत जनतालाई बालन सरकारले किन दियो होला? यो केही नगर्ने बालन सरकार सबै ठाउँमा चाहिँ के अब जनतालाई चाहिँ सेवा र सुविधा दिएर मात्रै हुन्छ। अनि कमिसनखोरहरूले कसरी बाँच्नु, भ्रष्टाचारीहरूले कसरी बाँच्नु, यस्तो सुविधा दिएपछि यो त कति पर्सेन्ट भयो? पर्सेन्ट चाहिँ तपाईँहरूले निकाल्नुहोस्। एक थरी औषधि यो बिलमा नहुँदाखेरि पनि 1 महिना अगाडिसम्म 3653 रुपियाँ लाग्थ्यो भने आज ठ्याक्कै 1 महिना पछाडि डेट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यो औषधि मध्ये पनि एउटा औषधि थपिएर 1002 रुपियाँ जम्मा भनेपछि अनि यो के गर्ने? हामी झोलेहरूलाई त भन्न पनि नसक्ने बनाउने भयो नि बालन सरकार, रासपाको नेतृत्वमा रहेको बालन सरकारले। होइन त साथीहरू, भन्ने ठाउँ बोल्ने ठाउँ त कम्तीमा राख्दैन, रोइलो गर्ने, सडकमा उफ्रिने, बालनको राजीनामा माग्ने, रासपाको विरोध गर्ने ठाउँ पनि नराखिदिने भयो बालन सरकारले। अब हरेक सरकारी निकायमा गयो दिन बिताउनु पर्थ्यो पुरै, अहिले 10 मिनटमा काम बन्छ। त्यसको ज्वलन्त उदाहरण 1 महिना अगाडि यातायात व्यवस्था कार्यालयमा चाहिँ राजस्व बुझाउन जाँदा, कर तिर्न जाँदा गाडीको कर तिर्दाखेरिको सुविधा, अनि प्यान भ्याटको चाहिँ बिल बुझाउँदाखेरिको चाहिँ अहिलेको सुविधा, 10 मिनटमा सकिएको कामहरूको सुविधा म आफैले पोस्ट गरेको थिएँ। हुन त म रासपाको सदस्य पनि होइन, अहिले चाहिँ म समर्थक र शुभेच्छक मात्रै हुँ। म पनि कुनै दिन झोले थिएँ, अन्धभक्त भएर लागेकै हो, लाग्थेँ। अब अहिले नि लागिरहनु पर्ने रहेछ, कम्तीमा विरोध गर्न त पाइन्थ्यो यस्ता सुविधाहरूको। यस्तो सुविधा दिँदाखेरि त औषधिमा चाहिँ कति भ्रष्टाचार भएको रहेछ, कति कमिसन खाँदा रहेछन्, अनि कसरी चाहिँ हामी झोलेहरू बाँचिएर छौँ, बचाएका रहेछन् होइन भन्ने त ज्वलन्त उदाहरण चाहिँ मैले आज सूर्यविनायकको नगर हस्पिटलबाट औषधि लिएर आउँदाखेरि बिल अघिल्लो महिनाको र यो महिनाको चेक गरेँ। बिमाबाट काटिए पनि हाम्रो आफ्नै पैसा काटिने हो, यहाँ देख्न सकिन्छ कतिसम्म चाहिँ गर्न सकेका रहेछन् र अब बालन सरकारले चाहिँ कतिसम्म गर्न सक्ने हो, यो चाहिँ हेर्न प्रतीक्षाको विषय छ। धन्यवाद।